कुनै कुनै मान्छेहरू एकदमै बहादुर हुन्छ, आशावादी हुन्छ, उनीहरूको पर्सनालिटी एकदमै स्ट्रङ हुन्छ। तर कुनै मान्छेहरूको पर्सनालिटी विक हुन्छ, निराशावादी हुन्छ, केही कुरा ह्यान्डल गर्न सक्दैन। किन होला? पर्सनालिटी किन फरक भयो होला भन्ने कुरा तपाईँको मनमा पनि इच्छा लागेको छ भने म भन्न जाँदैछु। अर्गनाइजेसनल बिहेभियर बुकमा लेखेको छ, पर्सनालिटी निर्धारण गर्ने 3वटा कुरा हुन्छ, 3वटा। फर्स्टमा भनेको हेरिडिटी, सेकेन्डमा भनेको तपाईँको इन्भाइरोमेन्ट, थर्ड भनेको सिचुएसन। सो फर्स्टमा हेरिडिटीको कुरा गरौँ। के हो त हेरिडिटी? हेरिडिटी भनेको तपाईँको वंशानुगत गुण। यसको मतलब तपाईँको आमा बुवा, तपाईँको पुर्ख्यौली, तपाईँको पुर्खाहरूको पर्सनालिटी जस्तो थियो त्यसको थोरै 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 अंश तपाईँमा पनि हुन्छ। यसमा तपाईँको फिजिकल अपियरेन्स, तपाईँको ब्रेन, तपाईँको सोच्ने क्यापासिटी पर्छ। याद राखोस्, पर्सनालिटीमा बाहिरको फिचर्स, फिजिकल फिचर्स, मेन्टल क्यापासिटी, तपाईँको जिन पनि पर्न जान्छ। फर इक्जाम्पल, शेर्पाहरूलाई हाम्रो तुलनामा, अरू व्यक्तिहरूको तुलनामा हिमाल फेमिलियर हुनसक्छ, हिमाल चढ्न अलि सजिलो हुनसक्छ। किन भन्दा उनीहरूको हेरिडिटी भयो। कुनै मान्छे फिजिकल्ली अट्र्याक्टिभ हुन्छ किनकि उसको प्यारेन्ट्सहरू नै अट्र्याक्टिभ हुन्छ। अब तपाईँको प्यारेन्ट्सको कन्फिडेन्स, तपाईँको प्यारेन्ट्सको हिम्मत, तपाईँको प्यारेन्ट्सको शारीरिक बनावट, मानसिक क्षमता, त्यसको केही अंश तपाईँमा पनि आउँछ र त्यसले गर्दा तपाईँको पर्सनालिटी डिटरमाइन हुन्छ। भनेको तपाईँको इन्भाइरोमेन्ट कस्तो छ त? इन्भाइरोमेन्टमा तपाईँको सोसियल फ्याक्टर, तपाईँको कल्चरल फ्याक्टर पर्छ। जस्तै तपाईँ हुर्किनु भएको समाजमा तपाईँको फ्रेन्ड्स, फ्यामिली, रिलेटिभ्सहरू एकदमै आशावादी छन् भने तपाईँ पनि जीवनमा गएर आशावादी नै हुन्छ। तपाईँको प्यारेन्ट्सहरू, साथीहरू एकदमै बहादुर छन्, हिम्मतवाला छन् भने तपाईँ पनि त्यस्तै हुन्छ।